सो नमस्ते सबैजनालाई म चाहिँ क्योर सिंह लिम्बू सबैजना नेपालबाट अब गीत सुरु गरौँ त कुन गीत सुन्नुहुन्छ पहिला बधाई छ भाइ एकदम राम्रो सो भएको थियो मेरो भाइको है एकदम मजा आयो है क्राउडले नि एकदम इन्जोय गरे जस्तो लाग्यो होइन भाइ के दुई शब्द भन्नु न भाइ दाइको यस्तो ब्लगमा नि एकदम रमाइलो लाग्यो है फर्स्ट टाइम ब्यान्डसँग पर्फर्म गरेको हजुर एकदम खुसी हजुर प्लस अडियन्स पनि एकदम खुसी थियो रमाइलो एनर्जी म्याच भयो हामी र अडियन्सको हो एकदम डबल एनर्जी भयो एकदम दामी हो त थ्याङ्क यू भाइ थ्याङ्क यू सो मच एकदम बबाल भाइ मलाई एकदम भन्नुपर्दाखेरि चाहिँ खुसीको एउटा सीमा छैन है किन भन्दा आज मलाई साथीहरूले निमन्त्रणा गरेर युके बोलाउँदाखेरि मैले धेरै पुरानो सानो स्कुलदेखिको चाइल्डहुडदेखिको फ्रेन्डहरू भेट्न पाएँ अनि साथै यो वर्ल्डकै हाम्रो नेपाली उसहरूमा चाहिँ ग्रान्ड इभेन्टमा भाग हुन पाउँदाखेरि एकदम आफूलाई नै एकदम गर्वको फिल भइरहेछ यहाँ प्रोग्राममा चाहिँ हाम्रो थ्याङ्क यू दोस्त राजकुमार पनि अब हाम्रो एकदम सानोदेखिको अब एकदम चाइल्डहुड हाम्रो धेरै मेमोरीहरू छ होइन स्कुलदेखिको लिएर हामी स्कुल लाइफ सकिनदेखि लिएर आफ्नो कर्मथलोदेखि लिएर धेरै मेमोरीहरू छ गर्दाखेरि एकदम खुसी लागिरहेछ आज राजकुमारलाई नि यहाँ भेट्न पाएँ युकेमा गर्दाखेरि एकदम खुसी छु वेलकम टु माई ब्लग है दाइ यसो दुई शब्द भाइको ब्लगमा के आज कस्तो लागिरहेछ के भइरहेछ ल थ्याङ्क यू लभ भाइ थ्याङ्क यू सो मच होइन भन्नुपर्दा मैले खासै केही भन्नै पर्दैन कि आफूले यहाँ अब स्टेजबाट अब त्यहाँ आज हेर्नुहोस् होइन सबै कुरो त्यहीँ देखिरहेको छ यो जुन अहिले यो सक्सेस भइरहेको छ त्यो चाहिँ यो क्रेडिट चाहिँ सबै एलजी फेस्ट टिम लभ है अब एलजी टिम फेस्टलाई नि जान्छ एकदम विस यु अल द बेस्ट अनि फ्युचरमा चाहिँ यसरी झन् राम्रो गरोस् भन्न चाहन्छु जस अहिले जति अब के छ सबै यहीँबाट देखिरहेको छ यो सक्सेस चाहिँ एकदम टिमलाई नै चाहिँ म अल द बेस्ट भन्छु अनि कङ्ग्रेचुलेसन पनि भन्छु है ल थ्याङ्क यू दाइ हजुर दोस्त हाम्रो आज कस्तो लाग्यो त एलजी फेस्ट चाहिँ एलजी फेस्टको भन्नुपर्दाखेरि हाम्रो उता हङकङमा हाम्रो विशाल दोषहरूले चाहिँ एलजी कार्यक्रम गरेको झन्डै अहिले 17औं संस्करण हो अनि यो वर्ल्ड वाइड हुँदै गर्दा आज युकेमा एलजी फेस्ट जुन 28मा भइरहँदा युकेकोले नि एकदम ग्रान्ड सक्सेस गरेको मैले यहीँ हाम्रो दर्शकहरूबाटै मूल्याङ्कन गर्न सकेँ गर्दाखेरि एलजी एसोसिएसन युकेलाई चाहिँ बधाई साथै आगामी फ्युचरहरूमा पनि एकदम यो कार्यक्रम निरन्तर रहोस् कन्टिन्युस भइरहोस् भन्ने शुभकामना दिन चाहन्छु थ्याङ्क यू दोस्त थ्याङ्क यू सो मच ओहो साथी
प्रताप बिजी भएर गेटतिर मोहन भाइ के छ दाइको ब्लगमा फेरि आउनु पर्यो है रमाइलो भइरहेको छ दामी भन्छ एकदम खुसी लाग्यो कि यस्तो दुःख होइन हाम्रो यत्रो मान्छे आउँदा होइन खुसी लाग्दैन त यस्तो मेहनत सबै दामी भइरहेको छ है दामी हुन्छ ल दामी भाइ होइन आज दामी भएको छ होइन बिग अप टु द एलजीको दाइहरूलाई मोजा डिजेसका जी होइन यस्तो रमाइलो भइरहेको छ यहाँनिर सो या इन्जोइङ अ लट अनि अब त्यही हो भरे आफ्टर पार्टी एम्पायरमा होइन त्यहाँ आउनु होला सो बिग अप टु हाम्रो लभ दाई है सबैलाई सबै क्रुहरूलाई विशाल दाई हाम्रो गिरी दाई सबैलाई बिग साउट सो थ्याङ्क यू सो मच है त भाइ के छ भाइ कुमार भाइ मेरो ब्लगमा नि है हेलो भन्दा न हाम्रो भाइ चाहिँ जनको म्यानेजर एकदमै रमाइलो मच अवेटेड एकदमै खुसी लागिरहेछ रमाइलो लागिरहेछ त्यो चाहिँ अलिकति गाह्रै हुन्छ तर पर्सनल चाहिँ पूर्ण राई जोन छाम्लिङ एच ब्यान्ड श्रीगो केहाल लिम्बू सबै 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 हजुर एकदमै रमाइलो एकदमै इभन बेटर एक्चुली अनि स्पेसली हाम्रो अडियन्स होइन एकदम धेरै आइदिनु भएकोमा हुन्छ नि एकदमै ठुलो इभेन्ट भयो ग्रान्ड भयो सो रियली ह्याप्पी टु बी अ पार्ट अफ एलजी ग्रुप त्यही नै हो थ्याङ्क यू दाइ थ्याङ्क यू सो मच